डाक्टर महावीर पुन नेपालका शिक्षा मन्त्री बनेका छन्। मन्त्री बन्दा समेत देखिएको महावीरको सिम्प्लिसिटीले धेरैको मन जितेको छ। सामान्य घरमा जन्मिएका महावीर पुन अहिले नेपालका शिक्षा मन्त्री बनेका छन्। उनी सजिलै मन्त्री बनेका होइनन्। उनले नेपालमा यति धेरै योगदान गरेका छन्, उनले यति धेरै सङ्घर्ष गरेका छन् जुन धेरै नेपालीहरूलाई थाहा नहुन पनि सक्छ। केही समय अगाडि हामीले महावीर पुनको बारेमा एउटा भिडियो बनाएका थियौं। आउनुहोस् बुझौं महावीर पुनको जीवनको बारेमा। डाक्टर महावीर पुनलाई धेरैले राष्ट्रिय आविष्कार केन्द्रको कारण चिन्छन्, तर उनको सङ्घर्ष 20औं वर्ष अगाडिदेखि सुरु भएको थियो। म्याग्दीको नागी गाउँमा इन्टरनेट पुर्याउन टिभी डिस एन्टेना र रुखको प्रयोग गरेर वायरलेस नेटवर्क बनाए। एउटा गाउँबाट सुरु गरेर वायरलेस इन्टरनेट मार्फत 175 भन्दा बढी गाउँ जोडे। सुन्दा अचम्म लाग्न सक्छ, यो कुरा 2060 सालतिरको हो। काठमाडौँमा समेत इन्टरनेट केही स्थानमा मात्र सीमित थियो। माओवादी द्वन्द्वका बेला सरकारी प्रतिबन्धका बावजुद उनले 13वटा हिमाली गाउँलाई इन्टरनेटले जोडे। आफ्नै पुस्तक बेचेर 12 करोड सङ्कलन गरे। सरकारले नसकेको काम व्यक्ति एक्लैले पूरा गरे। पुस्तकको कमाइबाट राष्ट्रिय आविष्कार केन्द्र र सरकारी कारखाना जीवित पार्ने उनको प्रयास जारी छ। सन् 2007 मा महावीरले एसियाको नोबल पुरस्कार मानिने रामोन म्याग्सेसे पुरस्कार प्राप्त गरे। ट्रान्सफर्मर किन्ने खर्च जुटाउन डाक्टर महावीर पुनले आफ्नै सम्मानपत्र र पदकहरू लिलाम गर्ने दिन समेत आयो। उनलाई मान पदक भन्दा पनि देशमा परिवर्तनको चिन्ता देखिन्छ, तर सरकारले यस्ता महान व्यक्तिलाई मतलब गर्दैन। अरबौं खर्चेर अनकन्टार भ्यू टावर बनाइन्छ, तर महावीर पुनको कुरा सुनिँदैन। महावीर पुनको भिजनलाई के साँच्चीकै बिर्सिँदै गएका हौं हामीले? आउनुहोस् महावीर पुनको सङ्घर्ष र नेपालमा उनले गरेका योगदान बारे यो भिडियो सुरु गरौं। महावीर पुनको जन्म विक्रम सम्वत 2011 माघ 9 गते म्याग्दी जिल्लाको हिमाली भेगको एउटा विकट गाउँ नागीमा भएको थियो। उनका बुवा कृष्ण पुन मलेसियामा कार्यरत भूतपूर्व गोर्खा सैनिक थिए। ग्रामीण परिवेशमा हुर्किएका महावीरले बाल्यकालमा हजुरबुवा र साथीहरूका साथ गाई बाख्रा चराउने गर्थे। गाउँकै स्कुलमा पढ्दा कापी, पेन्सिल, पुस्तक जस्ता साधन थिएनन्। धेरै जस्तो शिक्षकहरू पनि पूर्व सैनिक थिए जो औपचारिक शिक्षा नलिएका थिए। यस्तो अभाव बीच पनि महावीरमा पहिलेदेखि नै सिक्ने इच्छा र जिज्ञासा बलियो थियो। तर घरधन्दा र खेतीपातीका कामले उनको पढाइ बारम्बार अवरुद्ध हुन्थ्यो। उनको जीवनमा ठूलो परिवर्तन त्यति बेला आयो जब उनका बुवाले शिक्षा नै भविष्य हो भन्ने बुझ्दै नागे गाउँ छोडेर चितवन झरे। महावीरका बुवाले छोराको पढाइका लागि जम्मा गरेका सबै बचत लगानी गरे। महावीरले चितवनको खैरेनी उच्च माध्यमिक विद्यालयबाट 1970 विक्रम सम्वत 2027 मा सेकेन्ड डिभिजनमा एसएलसी उत्तीर्ण गरे। आर्थिक अभावको कारण उनले तत्काल उच्च शिक्षा पढ्न सकेनन् र शिक्षकको रूपमा काम गरेर परिवार पाल्न र भाइ बहिनीहरूको पढाइ खर्च जुटाउन थाले। 12 वर्षसम्म महावीरले नेपालका 4वटा विद्यालयमा अध्यापन गरे अथवा पढाए। यो अवधिमा उनले परिवारको मुख्य सहारा बनेर शिक्षा विकास र सेवामा आफूलाई समर्पित गरे। बुवाको सबै बचत सकिसकेकाले महावीरकै कमाइमा परिवार चलिरहेको थियो। यिनै अनुभवका बावजुद उनी गाउँको दयनीय अवस्थालाई सुधार गर्ने सपना देख्न थाले। 1980 को दशकमा उनले उच्च शिक्षा हासिल गर्न बेलायत र अमेरिकाका विश्वविद्यालयहरूमा आवेदन दिन थाले। धेरै प्रयासपछि सन् 1989 मा अमेरिका स्थित युनिभर्सिटी अफ नेब्रास्का केयर्नीबाट आंशिक छात्रवृत्ति पाए। नेब्रास्कामा उनले विज्ञान शिक्षामा स्नातक, ब्याचलर इन साइन्स एजुकेसन गरे। अमेरिका बसाइका क्रममा उनले सूचना प्रविधिको शिक्षा, कम्प्युटर बनाउने र सुधार गर्ने सिप सिके। उनले बुझ्न थाले कि प्रविधि ग्रामीण विकास र शिक्षाको लागि एउटा महत्त्वपूर्ण साधन बन्न सक्छ। त्यसपछि उनले फेरि नेब्रास्का लिङ्कन विश्वविद्यालयमा सन् 2001 मा शैक्षिक प्रशासन अथवा एजुकेसनल एडमिनिस्ट्रेसनमा मास्टर्स डिग्री पूरा गरे। मास्टर्स सकिएपछि उनी आफ्नो गाउँ फर्किएर परिवर्तन ल्याउने यात्रामा लागे। सन् 2001 मा महावीर पुन 24 वर्षपछि आफ्नै पुरानो गाउँ, आफ्नो जन्मभूमि नागी गाउँ फर्किए। उनी म्याग्दी जिल्लाको ग्रामीण गाउँमा हुर्किएका थिए र पढाइका लागि विदेश गएका थिए। फर्किँदा उनको लक्ष्य थियो सूचना प्रविधि र शिक्षा मार्फत आफ्नो गाउँमा सुधार लिएर आउने। नागीमा न त बिजुली थियो न त इन्टरनेटको कल्पना, तर महावीर गाउँ फर्किएपछि गाउँको भविष्य नै बदल्ने बाटो खुल्यो। उनी गाउँको हिमाञ्चल उच्च माविमा कम्प्युटर शिक्षा सुरु गर्न थाले। त्यो बेला गाउँका बालबालिकाहरू स्लेट र पेन्सिल प्रयोग गर्थे, त्यसैले कम्प्युटर शिक्षा नयाँ कुरा थियो। शिक्षा बाहेक उनले याक पालन, चीज उत्पादन र पर्यटकीय योजना पनि गर्न थाले, जसले गाउँको आम्दानी बढाउन मद्दत गर्यो।
गाउँमा त्यो बेला बिजुली पुगिसकेको थिएन, जुन उनको लागि एउटा ठूलो समस्या बनेको थियो। तर महावीरले सिङ्गापुरबाट आएका पर्वतारोहीहरूसँग मिलेर एउटा सानो जलविद्युत आयोजना सुरु गरे। त्यसपछि विदेशबाट केही पुराना कम्प्युटर लिएर आएर चलाउन थाले। अब महावीरको लागि एउटा नयाँ समस्या थियो, गाउँमा इन्टरनेट कसरी लिएर आउने। त्यति बेला नेपालमा माओवादी द्वन्द्व चलिरहेको थियो। टेलिफोन लाइन गाउँमा पुगेको थिएन र वायरलेस उपकरण प्रयोग गर्न रोक लगाइएको थियो सरकारद्वारा। यस्तो अवस्थामा उनले बीबीसीलाई इमेल लेखेर आफ्नो योजना बीबीसीलाई बुझाए। बीबीसीको समाचारपछि विश्वभरबाट प्रविधिमा रुचि राख्ने स्वयंसेवीहरू नागी आएर सहयोग गर्न थाले। सन् 2002 मा नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्ट सुरु भयो। परम्परागत प्रविधि नभएकोले महावीर र उनको टिमले टिभीका डिस एन्टेना रुख र छानामा राखेर सिग्नल पठाउने उपाय अपनाए। सन् 2006 सम्म 13 गाउँहरू जोडिए। यो कुनै सामान्य परियोजना थिएन। काठमाडौँमा समेत इन्टरनेटको कमी हुँदा त्यो बेला उनले गाउँ गाउँमा इन्टरनेट पुर्याएका थिए। गाउँमा इन्टरनेट आउँदा विद्यार्थीहरू पढ्न, किसानहरूले खेतीपातीको जानकारी लिन र स्वास्थ्य कर्मीहरू परामर्श गर्न सक्षम भए। इन्टरनेटले गाउँको जीवनमा वास्तविक परिवर्तन लिएर आयो। इन्टरनेट आउँदा टाढा रहेका डाक्टरहरूसँग समेत सल्लाह गर्न सकिने भयो। विद्यार्थीहरूले अनलाइनमा समेत ज्ञान लिन थाले। किसानहरूले मौसमको जानकारी पाए। स्थानीय उत्पादनहरू अनलाइनमा बिक्री हुन थाले। नेपाल वायरलेस नेटवर्क प्रोजेक्टले 15 जिल्लाका 175 भन्दा बढी गाउँहरूमा इन्टरनेट पुर्यायो। यसले ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र आम्दानीका लागि ठूलो फाइदा पुर्यायो। महावीर पुनको योगदान नेपालका लागि प्रेरणादायी छ। उनले गाउँका समस्यालाई प्रविधिको माध्यमबाट समाधान गर्ने प्रयास गरे। नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्ट आज पनि ग्रामीण क्षेत्रको डिजिटल विकासको लागि उदाहरण बनेको छ। महावीरको सोच र मेहनतले देखाउँछ, स्रोत साधन नभए पनि सही दृष्टिकोण र इच्छा शक्ति हुने हो भने धेरै कुरा सम्भव छ नेपालमा। महावीर पुन यतिमै रोकिएनन्। महावीर पुनले सन् 2012 मा राष्ट्रिय आविष्कार केन्द्र NIC स्थापना गरे। उनी एक नेपाली वैज्ञानिक तथा सन् 2007 मा रामोन म्याग्सेसे पुरस्कार जितेका मान्छे हुन्। त्यसैले उनलाई नेपालमा रिसर्च र इनोभेसनको कमी महसुस भयो। आविष्कार केन्द्रको उद्देश्य नेपालमा अनुसन्धान, विकास र इनोभेसनको संस्कृतिलाई प्रवर्धन गर्नु हो। 175 भन्दा बढी दुर्गम हिमाली गाउँहरूमा इन्टरनेट जडान गरिदिएको नेपाल वायरलेस नेटवर्किङ परियोजनाको सफलताबाट उनले धेरै प्रेरणा लिए। नेपालमा दिनदिनै गरिबी बढ्दै थियो। नेपालमा पढे लेखेकाहरू पनि बाहिर जाँदै थिए। त्यसैले नेपालमा ब्रेन ड्रेन हुँदै थियो। नेपालको 90% भन्दा बढी आयातमा निर्भरता देखेर उनलाई दिक्क लाग्यो। त्यसैले यस्तो समस्या समाधान गर्न उनले रिसर्च र इनोभेसनको आवश्यकता महसुस गरे। नेपालमै विभिन्न उपकरणहरूको आविष्कार हुने हो भने आयात निकै कम हुने उनको दाबी छ। राष्ट्रिय आविष्कार केन्द्रको औपचारिक उद्घाटन अक्टोबर 18, 2019 मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौँमा भयो। टियुले यसका लागि जग्गा उपलब्ध गराएको छ। यो आविष्कार केन्द्रको मुख्य लक्ष्य भनेको औपचारिक शैक्षिक योग्यता भएका र नभएका सबै प्रतिभाहरूलाई स्रोत साधन, प्रविधि र परामर्श उपलब्ध गराउनु हो। यसरी इनोभेटिभ मान्छेहरूको विचारलाई प्रयोग गरेर नेपालमै कुनै इनोभेटिभ कुराको इन्भेन्सन गर्न सकिन्छ भन्ने विश्वास छ महावीर पुनलाई। महावीर पुनको सपना थियो इनोभेसन र रिसर्चले आर्थिक वृद्धि र आत्मनिर्भरता बढाउने। यसरी उनले विदेशी सहयोगमा निर्भरता घटाउने र ग्रामीण तथा शहरी दुवै क्षेत्रलाई सशक्त बनाउने सपना देखे। नेशनल इनोभेसन सेन्टरले कृषि, जैविक औषधि, शिक्षा, स्वास्थ्य, ड्रोन प्रविधि लगायतका क्षेत्रमा 20 भन्दा बढी परियोजना सञ्चालन गरिरहेको छ। चितवनमा कुखुराको लागि आहार उत्पादन, पोखरामा पर्यटन प्रवर्धन र विराटनगरमा कृषि विकास जस्ता परियोजनाहरू यस अन्तर्गत पर्छन्। आविष्कार केन्द्रको फाइनेन्सियल स्टेबिलिटीको लागि महावीर पुनले हिमाली मुहानबाट निकालिएको मिनरल वाटर, जडीबुटीबाट उत्पादन गरिने सफ्ट ड्रिङ्क, सौर्य तथा बायोग्यासबाट ऊर्जा उत्पादन, सफ्टवेयर कम्पनी र पर्यटनमा लगानी जस्ता आय आर्जनका परियोजनाहरूको योजना पनि अघि सारेका छन्। राष्ट्रिय आविष्कार केन्द्रले हालसम्म विश्वभरबाट करिब 10 करोड भन्दा धेरै रुपियाँको दान सङ्कलन गरिसकेको छ। डेनमार्कका प्राध्यापक फ्लेमिङ टोप्सोले 16 मिलियन रुपियाँ सहयोग गरेका थिए र उनी स्वयं आविष्कार केन्द्रको उद्घाटनका लागि नेपाल आएका थिए। महावीर पुनले आफ्नो आत्मकथा महावीर पुन सम्झना, सपना र अविरल यात्राको बिक्रीबाट करिब 10 करोड रुपियाँ भन्दा धेरै सङ्कलन गरे। साथै उनले चितलाङ स्थित आफ्नै जग्गा दान गरे र पुरस्कारबाट प्राप्त रकम समेत केन्द्रमा लगानी गरे, जुन उनको आविष्कार केन्द्र प्रतिको समर्पणको प्रमाण हो।
नेशनल इनोभेसन सेन्टरले धेरै चुनौतीहरू भोग्नु पर्यो। सरकारले पर्याप्त सहयोग नगरेको र प्रशासनिक झन्झटका कारण महावीर पुनलाई आफ्नै स्रोत र क्राउड फन्डिङको सहयोगमा आविष्कार केन्द्र सञ्चालन गर्नु परेको छ। आविष्कार केन्द्रको फाइनेन्सियल स्टेबिलिटीको लागि महावीर पुनले 10 मेगावाट क्षमताको जलविद्युत परियोजना प्रस्ताव गरे र आवश्यक रकम जुटाउन आफैले पाएका पुरस्कार बेच्न समेत बाध्य भए। तर यो सम्भव भएन। दक्ष जनशक्तिको अभावका कारण आविष्कार केन्द्रले स्थानीय तथा अन्तर्राष्ट्रिय स्वयंसेवकहरूमाथि निर्भर हुनु पर्यो र देशव्यापी परियोजनाहरू सञ्चालन गर्न कठिनाइहरू आइपरे। तर पनि महावीर पुनको अडान भने कायम नै छ। अहिले केन्द्रले उद्यमशीलता र स्थानीय उत्पादन प्रवर्धनका लागि निरन्तर विभिन्न कामहरू गरिरहेको छ। महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र NIC प्रति नेपाली सरकारको सहयोगको अभावप्रति पटक पटक असन्तुष्टि व्यक्त गर्दै आएका छन्। सन् 2012 मा स्थापना भएको र 2019 मा त्रिभुवन विश्वविद्यालय कृतिपुरमा उद्घाटन गरिएको यस केन्द्रलाई हालसम्म सरकारले कुनै प्रत्यक्ष आर्थिक वा प्राविधिक सहयोग गरेको देखिँदैन। विश्वविद्यालयले केन्द्र सञ्चालनका लागि जग्गा उत्पादन गराए पनि त्यो राज्यको एउटा सानो भूमिका मात्र हो। महावीर पुनले आफ्ना अन्तर्वार्ताहरू र आत्मकथा महावीर पुन सम्झना र सपना अनि अविरल यात्रामा प्रष्ट रूपमा असन्तुष्टि व्यक्त गरेका छन्। रिसर्च एन्ड डेभलपमेन्टमा पनि सरकारको लगानी निकै न्यून छ। नेपालमा इनोभेसन प्रति राष्ट्रले कुनै पनि लगानी गरेकै छैन। नेपालको रिसर्च एन्ड डेभलपमेन्टमा बजेट नेपालको GDP को 0.3% भन्दा पनि कम रहेको छ। विश्वका हरेक देशले एभरेजमा 2 देखि 3% बजेट रिसर्च एन्ड डेभलपमेन्टमा खर्च गर्छ। यसले प्रष्ट पार्छ कि नेपाल सरकारलाई इनोभेसन र रिसर्चमा कुनै मतलबै छैन। यही ग्यापलाई पूरा गर्न महावीर पुनले म्याग्सेसे पुरस्कारबाट प्राप्त भएको रकम समेत आविष्कार केन्द्रमा खनाए। उनले व्यक्तिगत लगानी, पुस्तक बिक्री तथा क्राउड फन्डिङबाट करिब 20 करोड रुपियाँ सङ्कलन गरेका छन्। हेटौडा उपमहानगरपालिका जस्ता केही स्थानीय निकायहरूले पुनको आत्मकथा वितरण गरेर सहयोग गरे, तर यतिले पुग्दैन। आज राष्ट्रिय आविष्कार केन्द्रले कृषि, स्वास्थ्य, प्रविधि लगायत 20 भन्दा बढी परियोजनाहरू सञ्चालन गरिरहेको छ। तर ती सबै प्राय समुदायको संलग्नता, अन्तर्राष्ट्रिय स्वयंसेवक र महावीर पुनको व्यक्तिगत खर्चमा निर्भर छ। यस्तो अवस्थामा पनि आविष्कार केन्द्रले निकै धेरै इनोभेसनहरू गरिरहेको छ। महावीर पुनले बारम्बार नीति परिवर्तनको खाँचो औल्याउँदै रिसर्च र इनोभेसनलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारलाई आग्रह गर्दै आएका छन्। महावीर पुन एक नेपाली वैज्ञानिक र सामाजिक उद्यमी, आफ्नो दूरदर्शी सोच, कहिल्यै हार नमान्ने स्वभाव र गाउँको विकास प्रतिको निस्वार्थ लगावका लागि चिनिन्छन्। सरकारी झन्झट, आर्थिक अभाव र अनेकन बाधा अडचनलाई पन्छाउँदै अघि बढ्नुले उनको अटुट लगनशीलतालाई प्रष्ट पार्छ। आफ्नो कामलाई निरन्तरता दिन महावीर पुनले आफ्नो जग्गा र पुरस्कारमा पाएको पैसा समेत दान गरे र आम मानिसबाट सहयोग जुटाएर व्यक्तिगत त्यागको उदाहरण दिएका छन्। उनी नेपाललाई आत्मनिर्भर बनाउन र देशको सामाजिक आर्थिक विकास गर्नुपर्छ भनेर सधैँ नथाकिकन लागिरहेका छन्। तपाईलाई महावीर पुनको बारेमा केही भन्नु छ कमेन्ट गर्नुहोला। हामी हरेक हप्ता यस्तै भिडियो लिएर आउँछौँ। यदि तपाईलाई यस्तै भिडियो मन पर्छ भने क्युरियस नेपाललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।